र लगायत पत्रकार महासङ्घ रूपन्देहीका उपाध्यक्ष श्री विश्वास ढकालज्यू लगायत सम्पूर्ण तमाम आदरणीय पत्रकार मित्रज्यूहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र उपस्थित हुनुभएका सम्पूर्ण बुटोल उपमहानगरपालिका भित्र रहेर बसोबास गर्नुहुने अव्यवस्थित भूमिहीन पीडित समुदायहरूलाई पनि म यस कार्यक्रमलाई साथ दिन आउनुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज हामी यस कार्यक्रम किन गर्नु परेको हो भन्ने कुरा हामीले मिडियाबाट पनि फेसबुकबाट पनि हामीले प्रचार प्रसार गरिसकेका छौँ। पक्कै पनि अहिलेको स्थितिमा नयाँ सरकार बनिसकेपछि हामीले जुन सोचले युवा पङ्क्तिलाई अगाडि बढाउने भनेर हामीले भोट दिएर सरकारमा पुर्यायौँ, जो मैले पनि एकदमै मान्ने गर्थे। बालन पक्कै पनि एजुकेटेड मान्छे हो, मानवको व्यवहार गर्छ, भोलि हाम्रो नेपाल जस्तो ठाउँलाई एउटा विकासको लागि चाहिँ ऊ लड्नेछ भन्ने कुरा मैले बुझेको थिएँ। तर त्यही अनुरूप उसले अहिले गर्नुपर्ने काम जुन जेएनजी आन्दोलनको माग थियो त्योभन्दा विपरीत उहाँले अहिले जति पनि दुखी गरिब जनताको लागि उहाँहरूले अहिले जुन आतङ्क मचाइराख्नु भएको छ, त्रास दिनुभएको छ साधारण जनताहरूलाई, त्यसको विरुद्धमा पनि हामी यो सम्मेलन गरेका हौँ। विशेष गरी त